नमस्कार मित्रहरू, यदि तपाईहरू अन्नपूर्ण भण्डारको लागि नयाँ फर्म भर्न चाहनुहुन्छ भनेदेखिलाई निम्नलिखित डकुमेन्ट्सहरू तयार गरिकन तपाईहरूले यस फर्मलाई भर्न सक्नुहुनेछ। अब यहाँ तपाईहरूलाई अङ्ग्रेजी अनि नेपालीमा दुई प्रकारले लिस्ट आउट गरिकन तपाईहरूको अगाडि राखिदिएको छु। यस लिस्टको आधारमा तपाईहरूले 29 वटा डकुमेन्ट्स तयार गर्नुपर्नेछ। 1 नम्बर परिवारको मुख्य सदस्यको आधार कार्ड। 2 नम्बर परिवारमा जतिजना सदस्यहरू छन् तिनीहरू सबैको आधार कार्ड नम्बर। 3 नम्बर मोबाइल नम्बर। 4 नम्बर स्थायी ठेगाना। 5 नम्बर परिवारमा कति सदस्यहरू छन्। 6 नम्बर डिजिटल रासिन कार्ड। 7 नम्बरमा तपाईको रासिन कार्डको प्रकार। 8 नम्बरमा ब्याङ्क एकाउन्ट नम्बर। 9 नम्बर आइएफसी नम्बर। 10 नम्बर ब्याङ्क एकाउन्टसँग आधार लिङ्क भएको हुनुपर्छ। 11 नम्बर मतदाता सूचीपत्र। 12 नम्बर विधानसभा क्षेत्र नम्बर र पार्ट नम्बर सिरियल नम्बर। 13 नम्बर एससी एसटी ओबीसी यदि तपाईकोमा त्यो डकुमेन्ट्स भए। 14 नम्बर जमिनको कागजपत्र। 15 नम्बर कुल जमिनको क्षेत्रफल। 16 नम्बर सवारी साधनाको रेजिस्ट्रेसन नम्बर। 17 नम्बर कुनै पनि इन्सुरेन्स गर्नुभएको छ भने त्यसको जानकारी। 18 प्यान कार्ड यदि छ भने। 19 नम्बर तपाईको अकुपेसन के काम गर्नुहुन्छ त्यसको जानकारी। 20 नम्बर इन्कम सर्टिफिकेट। 21 नम्बर तपाईको शैक्षिक योग्यता। 22 नम्बर पेन्सन सम्बन्धित जानकारी यदि भएमा। 23 नम्बर जीएसटी नम्बर यदि भएमा। 24 नम्बर किसान क्रेडिट कार्ड र स्टुडेन्ट क्रेडिट कार्ड यदि छ भने। 25 नम्बर बालबालिकाको विद्यालय सम्बन्धित जानकारी। 26 नम्बर खोप सम्बन्धित जानकारी। 27 नम्बर यदि सरकारबाट केही सुविधाहरू पाउनु भएको छ भने त्यसको जानकारी। 28 नम्बरमा पासपोर्ट साइज फोटो। अनि 29 नम्बरमा आवेदकको हस्ताक्षर। निम्नलिखित डकुमेन्ट्सहरू तयार गरेर तपाईले अन्नपूर्ण भण्डारको फर्म आरामले भर्न सक्नुहुनेछ।